पुरा सरप्राइज चाहिँ के हो भन्दाखेरि मेरो दाइ चाहिँ यही हो अनि के पगल खालको छ कि यस्तो हो एक राउन्ड बजेको फेरि सबैजनालाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहन्छु सबैजनालाई ह्याप्पी दसैँ घरमा नुनतिर स्लोली हालै जाटा यति यसरी बस्नु परिरहेको छ कन्टेन्ट भेट्यो कन्टेन्ट बनाउनु न मेरो तपाईँले यस्तो 30 लाइक त गइहाल्छ भने 30 लाइक अनि 100 क्रस हुने है भ्यू चाहिँ अनि मेरो चाहिँ एउटा प्रब्लम के भयो भने यो कलर हाल्दै एस कलर कि एक्स कलर हाल्दै कलर मेरो चाहिँ वाइ कलरै हालेको छ्याक्कै परिवर्तन गरे सबैजनाले यो त बुढो भन्छ भनेर यार गाउँभरि भत्ता आएको कति भयो भनेर वृद्ध बालक भनेर यसलाई हुरुक्कै बनाएको महादेव जाँदैछौँ नटेश्वर महादेवले सबैजनालाई रक्षा गरून् तपाईँहरूले पनि ट्याक्कै एकछिन दर्शन गर्नु होला ल आँटेको चाहिँ भ्लग्न हाल्यो अब यस्तो आउँछ अब चाहिँ मिलाएर आउँछ सो हेलो एभ्रीवन वेलकम ब्याक टु माई च्यानल वेलकम ब्याक टु माई भिडियो इज यो बोय आयुष रिजाल आयो सबैजना सन्चै आएर म ठिक एन्ड फाइन हुनुहुन्छ होला म चाहिँ आज धेरै लामो समयपछि भ्लग बनाउन जाँदैछु यहाँ हाम्रो काकाश्री पनि आइसक्नु भयो त्यहाँबाट मेरो भ्लग चाहिँ धेरै लामो समयपछि आएको छ किनभने अब तपाईँ बिस्तारै थाहा नै हुन्छ किन आयो यति लामो समयपछि भनेर चाहिँ अङ्कलले चाहिँ त्यता बाइक फर्काउँदै हुनुहुन्छ अनि त्यहाँबाट भ्लग हेर्दै जानु होला अनि ठ्याक्क थाहा पनि हुन्छ मेरो भ्लग चाहिँ किन यति ढिलो समयसम्म आन भन्नुभयो म फेरि पनि आइसकेको छु तपाईँहरूको सामु तपाईँहरू यता क्रस फायर हाम्रो ट्याकलर लाउनु पऱ्यो आमालाई ढिलो पर्छ अब हामी जानु आयो धेरै टाढा पनि होइन अनि 1 महिना जति चाहिँ मैले भ्लग हालिनँ होला किन हो भने त्यसको रिजन छ धेरै थोरै रिजनहरू छ अनि अरू त्यो भ्लग हेर्दै जानु होला त्यो म कहिले भन्दै जाँदैछु जान्छु अनि अहिले चाहिँ हामी उता जान्ला अनि चाहिँ परस दाइहरू पुगेर बसिरहेको छ अहिले साउन्ड चाहिँ अलिक नराम्रो आइरहेको होला क्यामेरा नराम्रो आइरहेको होला म्यानेज गरेर हेर्नु होला के हुन्छ अब अङ्कलले ट्याक्कै त राइडर दिपेश रिजाल उहाँको नि युट्युब च्यानल छ दिपेश रिजाल भनेर ट्याक्टर गर्छ सबैलाई त्यही नै केटाको स्ट्यान्ड लिएर आउँ भने बिर्सेछ केटाहरू त्यहाँनिर छ अनि म चाहिँ नेचरी चाहिँ चस्मा पनि झिक्नु पर्दाखेरि अलिक आई टु आई कन्ट्याक्ट नगरे नि धेरै भयो त्यही भएर त्यही नै अब ठिक छ नि ठिक छ भने त ठिक कि मेरो फर्स्ट भ्लगमा आधी यो अहिले आयो होला सायद होइन ल ठिक छ यता हाम्रो जेनिस दादा हुनुहुन्छ जेनिस दादाको क्रस फायर यता यो चाहिँ त्यही नै हो अलिकति नझुक्ने नसाउने रहेछ क्या केटीको हो त यो मुला केटीको भन्दा धेरै अङ्कलको प्यान्टले त अनि तपाईँहरूलाई एउटा कुरा सरप्राइज चाहिँ के हो भन्दाखेरि मेरो दाइ चाहिँ यही हो अनि केही 2 शब्द सर फेरि उहाँ नै पारा हुन्छ योवाला हेलो गाइस हामी चाहिँ अहिले नै हो घुम्न जाँदैछौँ है त्यही हो मिलाएर बस्नु सबैले अब अनि यहाँनिर केटाहरूको फेरि यस्तो हर्न पनि यस्तो बगल खालको छ कि यस्तो हो एक राउन्ड बजेको फेरि ल स्ट्यान्ड त्यहाँ चढ्नु त्यहाँ त्यहीँ चढाइदिनु न अङ्कल त्यही तपाईँ फेरि मान्छे तपाईँ हामी भ्लग बनाउँदै जानुपर्छ क्या जा त्यहाँ भ्लग बनाउँदै जानुपर्छ जानु बस् त्यहीँ जा ल हेलमेट तल ल मेरो फेरि यता हेलमेट सेलमेट लाएर हिँड्नुपर्ने आएर अनुहार देखाउनु हुँदैन नि त अहिले अनुहार त देखाउनु पर्ने हुन्छ मैले धेरै भयो नि त हाम्रो युट्युब फ्यामिलीहरूसँग अनि अहिले म दामी ऊ भन्छु ल मेरो कन्टेन्ट नै यही हो आजको अनि आई टु आई कन्ट्याक्ट नगरेर धेरै भयो नि त त्यही भएर हेलो सर दिपेश सर यसरी हो क्या यसरी सुन्नु न मजा युट्युबलाई यस्तो हुन्छ
अङ्कलले पनि भ्लग बनाउनुहुन्छ अङ्कलको पनि च्यानलको अनि जेनिसको चाहिँ छैन यताबाट यसो भिडियो होइन नि यहाँबाट साइडमा पछाडि अनि धेरै भयो नि त मैले भ्लग नहालेँ यसको पनि धेरै रिजनहरू छ मेरो मोबाइल चाहिँ बिग्रिएको थियो भने भनौँ अब अलिक पुरानो पऱ्यो सरको फेरि के गर्नु हो त्यस्तै हो अनि सबैजनालाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहन्छु सबैजनालाई ह्याप्पी दसैँ मेरो तर्फबाट जेनिसको तर्फबाट यसो बाहिर यो चाहिँ अब निबाट मैले भ्लग सुरु गरेर चाहिँ यति नै हो यति एरिया नै हो पहिला सबैभन्दा सुरुमा फर्स्ट त्यो भ्लग सायद मैले त्यो प्राइभेट गरेर राखेको छु होला यसो त हराउनै डेन्जर छ क्या यस्तो छ है पहिला क्या है अहिले छ नि त्यो बाइक साइक सिक्दा हुन्छ नि भने त चढ्दा अब जस्तै पछाडि चढ्दा नि मैले कसरी चलाउँछु म सब हेरिरहेको छु क्या अब म गाडी चढ्छु नि अहिले सुपर गाडी चढ्छु त्यो नि हेरिरहेको छु है अब केही समय पछाडि म सुपर गाडी चलाउँछु कहिले चलाउँछ यसको चाहिँ दिमागको क्षमता चाहिँ धेरै त्यस्तो छ कि खालको छ क्या नै एकदम ट्यालेन्ट खालको छ अब यो चाहिँ धेरै समयसम्म किन काठमाडौँबाट बाहिर निस्किनु भन्दाखेरि चाहिँ अहिले प्रधानमन्त्रीहरू हुने धेरै चान्स छ नि त कसैले च्याप्पो समाएर प्रधानमन्त्री बनाइदिइहाल्यो भने त फेरि खतम हुन्छ यस्तो दिमाग यस्तो इन्टेलिजेन्ट मान्छेले बनाउने नै हो भने मलाई बनाउनु के फरक अगाडि जानु मेरो भ्लगमा चाहिँ फर्स्ट सबैभन्दा एकदम उस नआएकै भनेको चाहिँ दाइ हो मेरो दाइ यहाँनिर छ यही हो पनि आएको छैन आएन यो पनि आएन म पनि आएन यो टिकटकहरू चाहिँ आएको छ म पछाडि बस्छु परे यस्तै बस्नु पर्ने हुन्छ ल हल्लिँदो रहेछ लास्टै कोहीमा गान्ठाङ गुन्डुङतिर नहाल है गान्ठाङ गुन्डुङतिर स्लोली हाल है जाटा यति यसरी बस्नु पर्ने छ कन्टेन्ट भेट्यो कन्टेन्ट बनाउनु न मेरो तपाईँले यसरी बनाउनु पऱ्यो भिडियो यसरी बनाउनुपर्छ यता दादाहरूको जेनेसर फेरि यतातिर छ कन्टेन्टको लागि चाहिँ हामी जस्तोसुकै परिस्थिति नि भेट्न यस्तो ब्याग राखेर पनि चलिरहेको है यस्तो भएर बनाउनु यस्तो त्यही नै हो गाइस अब योभन्दा धेरै चाहिँ फर्केर नबसौँ होला कतातिर गएर चिप्लिन्छ भन्ने ठेगान छैन त्यही नै हो अब रमाइलो छ यो खोइ अब झर्नुपर्ने हुन्छ म चाहिँ हो तपाईँ जानु त म पासिङ हान्छु हिँड्दा नि यसको बनाइदिनु नि टिकटक बनाउँदै केटाहरू सबैको नयाँ बाइक छ मेरो मात्रै भयो भने अङ्कलको पनि छ अङ्कलको नल्याए यसको सबैको बाइक चाहिँ मेरो मात्रै हो नभए नि भने होइन त के हो जेनेको निकाल्नु भने आफ्नै निकालेर आउनु मान्छे यसको चाहिँ निकालिदिनु न मेरो चाहिँ भिडियो निकालिदिनु भने ब्याक क्यामेराबाट यसो पछाडि मैले फर्काइदिनु यसो हल्का कलर सलर नै हालिदिएको है कपालतिर चाहिँ कस्तो देखाएको छ होइन ह्यान्डसम त ह्यान्डसमै देख्नुपर्ने हो ह्यान्डसम त बच्चै देखियो हो पनि यस्तो घमण्ड छैन ओ सर क्यामेरा सिधै टाढोबाट उता हरिया हो त्यस्तै म हेलमेटै लाउँछु है कलर त्यही नै हो गाई चाहिँ अब लाटुनु गएर भेटौँला अब के गर्नु त त्यस्तै हो हेलमेट चाहिँ फेरि न्यू लेटेस्ट हो यसरी कम्पनीले छ
चढाउँदैन मरे खान्छ चिउरा क्या मरे खान्छ चिउरा घरले भिडियो बनाउला जस्तो छैन यार त्यो थोरै थोरै क्लिप्सहरू काट घर जोडेर हाल्नु लाग्छ बनाउनु हुन्छ काटिदिने यार अङ्कल भयो खोइ धेरै कुनै कुनैलाई यार सिस्नुले पोल्छ म्याट्नु एकचोटि सिस्नुले पोलेदेखि म लास्टै अनि उयो यो हुसुला चाहिँ ठ्याक्कै कुरी कुना के अरे भाइ हो त्यही कुना भन्छ यता ए भोट कुरी है कुरी फेरि अर्कै सुन्नु होला फेरि के सुन्छ म्यानेज गरेर सुन्नु है राम्रो सुने सुन्दैन यस्तै हो यस्तै हो कि अन्त लेजेन्ड मात्रै हिँडेको छ आफै खालि मिल्ने त्यही नै हो अब भाइरल भयो त के हुन्छ इन्टरटेनमेन्टको लागि हो त्यसको लागि भने अब भाइरल हुन्छ के भन्छ हाम्रो दोषै होइन एउटा भिडियो हालिदियो कि अब भाइरलमा त्यो 20-30 लाइक त गइहाल्छ भने अनि मेरो चाहिँ एउटा प्रब्लम के भयो भने यो कलर हाल्दै एस कलर कि एक्स कलर हाल्दै कलर मेरो चाहिँ वाइ कलरै हालेको ठ्याक्कै परिवर्तन गरे सबैजनाले यो त बुढो भन्छ भनेर यार गाउँभरि भत्ता आएको कति भयो भनेर वृद्ध बालक भनेर यसलाई हुरुक्कै बनाखाने मलाई कन्फ्युज एकदम गाह्रो भयो त्यही हो वृद्ध बालक भनेर वृद्ध बालक कपालले गरेर सोध गरे यार भत्ता आउँछ कि आउँदैन भनेर सोधिरहल बाटो फाइनली के यो लाटुको बस राइडर जेनिस राइडर अनिस ए त्यसका बनाउनु पऱ्यो नि लाउँछ लगाइदिए लाएर हिँड्दै थियो ह्यान्डसम देखाएको छ भ्लग बनाउँदै हिँड्यो नि हामीले भाइरल हुन्छ भनेर बनाएको होइन अझै यस्तरी ऐना हेर्नुपर्ने हुन्छ क्या मैले चाहिँ गाह्रो जहिले पनि हेलो गाइज हामी चाहिँ लट्टेश्वर महादेव जाँदैछौँ लट्टेश्वर महादेवले सबैजनालाई रक्षा गरून् यसलाई चाहिँ दामी देखाएको छ यो चाहिँ ओ यता हेर्दा भाउ हो यस्तो हाल्दै यस्तो यसले नि हेलमेट लाउनु दामी जुम्रा सर हल्का रमाइलो कहाँ हुन्छ अगाडिको जुमै होइन नि मोबाइलको ह्यान्डसमै हो कि बच्चैदेखि रुखको घमण्ड त्यति हो ह्यान्डसम त बच्चैदेखि हो ओइ बाइक चढ्दा कस्तो भयो के हो दर्शन गर्नको लागि जाँदैछौँ हेलो गाइस अब के हाम्रो चाहिँ लट्टेश्वर महादेव एकदम विकसित भइरहेछ त्रिपुराको राम्रो छ क्यामेरामा त नदेखिने रहेछ त्यहाँ मेरो कोही कलर हालेर त्यसै भयो क्यामेरामा देखाउनको लागि हो क्या खासमा त्यसै चल्न सर्के गुले चापी क्या किन दौडिन ए हेर्नु न माइनसमा गरिरहेको छु मैले हेलो गाइज सो गाइज एकलर हामी चाहिँ अब लट्टेश्वर महादेवमा आइसक्यौँ लट्टेश्वर महादेवमा एकलर यस्तो छ जेनेल चाहिँ त्यहाँ चकचक नगर भन्ने आएन माइनस यस्तो दामी आउँछ चार्जरले यही हो सबैजनाले एकछिन 15 सेकेन्ड चाहिँ दर्शन गरौँ त ल ओइ झर्न त्यहाँबाट मुलाहरू कहाँ चढे झरेर गर्छ ल तपाईँहरूमा तिमी है ल एकछिन पूजा गर्नु है तपाईँहरू पनि पूजा गर्नु नि भयो होला
यहाँ ऐना रहेछ फेरि ऐना त मलाई हेर्न मन लागिहाल्छ नि यतिकै ह्यान्डसम त भइहाल्यो नि यतिको नर्मली पनि म जहिले पनि छु यतिकै ह्यान्डसम त ओइ जर्मुला त्यहाँ नबस् लड्छ फेरि अब देखि नै हाल्नुभयो होला ट्याकल लाएर दर्शन गर मुला यस्तो छ होइन ट्याकल लाएर ल तपाईँहरूले पनि ट्याक्क एकछिन दर्शन गर्नु होला ल आँटेको चाहेर सब क्रस लट्टेश्वर महादेव हात कपालमा निकालो है लगाइ अब हामी चाहिँ एकछिन फोटोसोटो खिच्छौँ अनि त्यहाँबाट चाहिँ फेरि तपाईँहरूसँग भेट्छ सबैजनालाई चाहिँ रहर पुग्ने तालले फोटो खिचायो सबैलाई ओइ कस्तो चाहिँ जुमको भएर मरेछ कस्तो भयो नाच जम्मैजना नाच त्यहाँबाट त्यही भएर चाहिँ ऐना चाहिँ एकचोटि हेर्नै पर्ने हुन्छ अब जस्तै यस्तै कुचेर थोडा भए पनि ह्यान्डसम त ह्यान्डसमै छु है तर म ह्यान्डसम छैन त ह्यान्डसम छैन भन् इग्नोरै हान्नु त्यही हो गाई चाहिँ अब सबैजना फोटोसोटो हान्यो अब चल्लिबिस हान्नुपर्ने यस्तरी हेलमेट लाउनु कुनै बेला यही जात्रा अब मैलो हुन्छ है बाइकमा बस्दाखेरि के हेलमेट लाउनु है ल हिँड्नु त अब रिचार्ज शब्द राख्दै भाइको शब्द केही पनि छैन त्यस्तो छैन मेरो सहमति छ ब्लगमा के न भन्नु ल 2 शब्द के त हामीले जस्तोमा आएछ त भाषण गर भनेर उठाउँछ त ने फेरि प्राइभेट कुरा लाग्यो त अब लाग्यो अब लाग्नु यति हो खासो धेरै भयो भ्लग नहाल्यो अब यसो आउँछ अब चाहिँ मिलाएर आउँछ डेली आउँछ 10 भन्दा रोक सेन्ड गरेर है छैन नत्र किन्नु अनि यसले खान्छ नि ए हैन म अब अहिले हैन यो चाहिँ राइडर जेनिस अनि राइडर जेनिसको अनुहार चाहिँ यस्तो छ नयाँ सिस्टम फाडिदिन्छ होला सले अङ्कल भिडियो बनाउनु त अब दादा दाइहरू बजारतिर आउँदैछ ठिक छ दिदी अनि हामी चाहिँ जानु लाग्यो त्यही हो हेरिजानु आउँछ अब फर्किसक्यौँ होइन ट्याकल लाएर अघिदेखि कराएको भइस राम्रो आयो कि आएन मैले त केही थाहा छैन मैले भिडियो नि हेरेँ होइन क्वालिटी कस्तो आएको छ के छ म्यानेज गरेर हेरिदिनु होला अनि त्यही नै हो ट्याकल लाएर दादाहरू चाहिँ अगाडि कुदिसक्यो जेनिस दादा र म चाहिँ यता एकचोटि हर्न बजाउँदै त यसको हर्न फेरि दामी छ क्या हर्नै कडा हो 1 करोडको हर्नै बाबु 31 मात्रै लन्छ 1 मात्रै नेपालमा नेपालमा मात्रै अरूले बलेरोहरूको हाल्छन् यो चाहिँ फेरि सिधै बाइकको मात्रै हो क्या हल्का कला देखिदिएको है मेरो मसरी कलाहरू त धेरै छ नि फेरि जेनिस दाइ तपाईँको नि अनि लुकिया कलाहरू त धेरै छ अरे नि त लुकिया कला धेरै छ तर कहाँ लुकिया छ मलाई थाहा कला डाइलग आउँछ फोटो खिच्न ताल मिल्ने तालले मिलाएर राख्नु हौ मिल्ने तालले राख भने ढल्छ अलि माथिले
लम्पमै छाड्नुहुन्छ उहाँले फेरि ठिक छ नि टक छैन कुरा भए डाँडामा बसेर सो गाइज नाइन चाहिँ हामी खाजा हार्ट्याएको बस्यौँ अन्त यसरी फाल्नु होइन बाबु फोहोरहरू भन्ने कुरो यसरी फाल्नु होइन जतन गरेर राख्नुपर्ने हुन्छ यो सबै चिजहरू चाहिँ हामीले यहाँनिर एकदम संरक्षण गरेर राख्नुपर्ने हुन्छ है फोहोर गर्नु होइन है फेरि यो चाहिँ एकदम ल म चाहिँ त्यहाँनिर लगाएर राखिदिन्छु नि त्यहाँ टक्क लगाएर अब जानुपर्ने हुन्छ है पछाडि हेरेर बसेर ढिङ्गाटा लागेको हुन्छ केटाहरूको भिडियो बनाइरहेको थियो उसा अन्त डिल लगाइरहेको छ लाइट बाल गरेमा हान्छ कुद्न कुद सो गाइस आज भ्लग के कस्तो लाग्यो अब भ्लग डेली नै हाल्न कोसिस गर्छु अनि आजलाई के भन्छ म गिटार लिन चाहन्छु अब बस्नु नै इन्ड गर्न त्यही भल आइसक्यो अनि जेने चाहिँ बाइक राख्नु लाग्यो त्यही हो थ्याङ्क सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड